अबको 60 सेकेन्डमा म तपाईँले भोल्युममा ट्रेड गर्न मास्टर बनाइदिन्छु, किनकि आज म तपाईँलाई भोल्युमको बारेमा यस्तो कुरा सिकाउन गइरहेको छु जुन सायद धेरै मान्छेलाई थाहा छैन। अब हेर्नुहोस्, भोल्युम त तपाईँले देख्नु भएकै होला, यो दुई कलरको हुन्छ, ग्रीन र रेड। तर रेड छ भन्दैमा सेलिङ भयो भन्ने हुँदैन र ग्रीन छ भन्दैमा मात्र बाइङ भयो भन्ने हुँदैन। भोल्युमले त मार्केटको टोटल ट्रान्जेक्सन देखाउँछ। भोल्युमलाई बुझ्नको लागि हामीले डाइभर्जेन्सको कन्सेप्ट बुझ्न पर्छ। यसले बायर्स र सेलर्स मार्केटमा कति इन्ट्रेस्टेड छन् भनेर देखाउँछ। यदि भोल्युम कम छ भने मार्केटमा कम मान्छेहरू इन्ट्रेस्टेड हुन्छ र यदि त्यही भोल्युम चाहिँ धेरै छ भने धेरै मान्छेहरू इन्ट्रेस्टेड हुन्छन्। अब आउनुहोस् भोल्युम र प्राइसको रिलेसनतिर। यदि प्राइस तल जाँदैछ र भोल्युम पनि तल जाँदैछ भने यति बुझ्नुहोस् मार्केट जति बेला पनि डाउन ट्रेन्डबाट रिभर्स हुन सक्छ। यदि प्राइस तल जाँदैछ तर भोल्युम बढ्दैछ भने यति बुझ्नुहोस् मार्केट अझै तल जान्छ। यदि प्राइस माथि जाँदैछ र भोल्युम पनि बढ्दैछ भने बुझ्नुहोस् मार्केट अझै पनि माथि जान सक्छ। र यदि प्राइस माथि जाँदैछ तर भोल्युम घट्दैछ भने यो संकेत हो कि मार्केट जुनसुकै बेला अप ट्रेन्डबाट रिभर्स हुन सक्छ। यदि तपाईँले यो भोल्युम एनालाइसिस राम्ररी बुझ्नु भयो भने मार्केटको डाइरेक्सन राम्ररी सजिलै बुझ्न सक्नुहुन्छ। यदि तपाईँलाई भोल्युम एनालाइसिसको डिटेल पीडीएफ चाहिएको छ भने मलाई फलो गर्नुहोस् र कमेन्टमा पीडीएफ लेख्नुहोस्। म तपाईँलाई पर्सनली डीएम गर्छु। हस् त, राधे राधे।